Hello guys, this is फुलचोकी डाँडा घुम्न थियो हामी फुलचोकी डाँडा गएको त्यो मन्दिर पनि छ है यहाँ एकदम हेलो गाइज यो फुलचोकी डाँडा यता चाहिँ काभ्रे यता यहाँ एकदम घुम्ने ठाउँ रहेछ हामी चाहिँ फुलचोकी डाँडातिर यसो घुम्न आएको उचाइ यो 2700 उचाइमा रहेछ यो अनि हाम्रो फुलचोकी डाँडा एकदम घुम्न आउने ठाउँ रहेछ यो एकदम यो के भन्छ यहाँ ललितपुरको यो चाहिँ टावर रहेछ यो एनटिसीको भन्दा पनि यो नेटवर्किङ टावर रहेछ नेट सम्बन्धीको आर्मी ब्यारेक पनि रहेछ यता एकदम राम्रो ठाउँ घुम्नलाई यहाँ यता चाहिँ काठमाडौँ पर्यो है यता चाहिँ काभ्रे हामी 2700 मिटरको हाइटमा छौँ रमाइलो पनि छ एकदम घुम्नलाई एकदम बाटो पनि कच्ची रहेछ एकदम गाह्रो आउँदाखेरि एकदम गाह्रो लगभग गोदावरी भन्दा माथि लगभग 13 किलोमिटरको हारीमा रहेछौँ हामी आएको हिमाल पनि देखिँदो रहेछ यहाँबाट यो मन्दिरको नाम के हो दिदी फुलचोकी माई थाहा थिएन अह के भनेर आएको फुलचोकी भनेर मात्र आयो यो फुलचोकी माईको मन्दिर पहिला कति आउँछन् त्यसै रहेछ रमाइलो रहेछ ठाउँ त ए लाकुरी त उता होइन लाकुरी उता लाकुरी उताबाट पहिला त्यो टावर पनि जान्ने थियो अहिले त बन्द भएर छ यो टावर यो उसको त हो नि यो एयरलाइन्सको होइन यो टेलिभिजनकै टावर हो टेलिभिजनको हो पहिला टेलिभिजन सबभन्दा पहिला यहीँबाट प्रसारण हुन्थ्यो क्या अहिले चाहिँ ठाउँ ठाउँमा राखेको छ बरु अफिस थियो यहाँ टेलिभिजनको अहिले चाहिँ रहन्छ हामी घुम्न आउँदा टेलिभिजनको अफिसभित्रसम्म छिरेर आएको है कति वर्ष भयो बिर्सिनु भने यो आर्मी टेलिभिजनकै लागि बस्या यो टावरको लागि फुलचोकी माई यो राम्रो छ ठाउँ आनन्दै रहेछ नि आजभोलि ठिकै मौसम अनुसार ठिक रहेछ घुम्नलाई फुलचोकी माई यो मन्दिर एकदम हेर्न आउनु होला सबैजना यदि कोही आउनुहुन्छ हो यो चाहिँ के को पाइला हो कि यो पाइलै रहेछ कि बनाएको आर्मी ब्यारेक फुलचोकी फुल माई फुलचोकी माई डाँडा
लेता टाइम बनाना हेलो फुलचोकीमा बिदा पायौँ हामीले एकदम गाइस रमाइलो हामी फुलचोकीको ट्रेकिङ थियो आज फुलचोकीबाट हामी बिदा हुँदैछु अब यस्तो जङ्गल छ कि बाघ भालु सिंहहरू पाउने ठाउँ रहेछ यो सिंहको बाघ यतै खास सिंह पाउँछ रहेछ यहाँ साथीहरू चितुवा चाहिँ अत्याधिक पाउँदो रहेछ चितुवा